woke up very early and decided to make mini vlog. हेर्नुस् त मेरो क्याट कति क्युट छ, यो खाएर मस्त सुतिरहेछ यहाँनिर। अनि आज चाहिँ हामीहरू मन्दिर जाने प्लान थियो, हामी सबै परिवारहरू शनिबारको बेला। त्यही भएर सबैभन्दा सुरुमा चाहिँ हामी दन्तकाली मन्दिर गयौँ। अनि त्यसपछि बाजेले चाहिँ यहाँ भिडियो बना भनेर भन्दै हुन्थ्यो, अनि मैले बनाइदिएँ। अनि यहाँ चाहिँ बाजेले मेरो भिडियो बनाइदिनुहुन्छ, अनि म चाहिँ यहाँ हाँस्दै यहाँ जिस्किँदै थिएँ। अनि फेरि हेर्नु न, यो परिवार चलाउँदाखेरि चाहिँ उडेन नै क्या। अनि ट्राई गऱ्यौँ तर भएन, लास्टमा त दियो छोडिदियौँ हामीले। त्यसपछि आयो फोटो सेसनको बारी। अनि मैले चाहिँ फोटो खिच्दै थिएँ मेरो प्यारेन्ट्सहरूको। अनि त्यसपछि आफ्नो पनि आएन भनेर यसो भिडियो बनाएँ। अनि त्यसपछि हामीहरू बुढा शिव मन्दिरतिर लाग्यौँ। गर्मी भयो मेरो, तर मलाई टिकट झरेछ। त्यसपछि आज चाहिँ फेरि औँसीको दिन भएर चाहिँ हामीहरू यहाँ बुढा सुब्बामा कुखुराहरू काट्नु चाहिँ मिलेन, त्यही भएर हामीहरू चाहिँ नर्मल पूजाहरू मात्र गऱ्यौँ। अनि त्यसपछि यसरी नै यहाँ हावा लिँदै इन्जोय गरेर बस्यौँ सबै बोजूहरू मम्मीहरूसँग अनि बढियामासँग त्यसरी इन्जोय गऱ्यौँ। अनि फेरि यस्तो गर्मी भइसकेको थियो नि, अनि त्यही भएर हामीहरूले चाहिँ आइसक्रिम खाएर बस्यौँ। बाजेहरू चाहिँ उता पूजा गर्दै हुनुहुन्थ्यो, अनि हामीहरू चाहिँ यहाँ यसरी केटी पार्टीहरू मिलेर चाहिँ आइसक्रिम खाँदै बस्यौँ। अनि यहाँ चाहिँ मम्मी चेस गरौँ भन्दा चेस गरेर आइसक्रिम खाएँ। यहीसँग भिडियो बनाउनु सोचेको थिएँ, अनि मैले बाई पनि भनेको थिएँ, तर फेरि होइन होस् आज चाहिँ अडेमा लाइफ टाइपकै सर्ट भिडियो बनाउँछु भनेर सोचेर फेरि भिडियोलाई कन्टिन्यू गरेँ। आज मैले 10 रुपियाँ खर्च गरेर 260 पैसा बनाउनु सफल। अनि बाजे पनि अब मेरो कलकत्ता बाजे जान आँट्नु छ होइन, इन्डियामा। अनि उहाँलाई पनि पैसा दिनु सोच्दैछु नि त मैले, किनकि मैले चाहिँ भाडा 260 रुपियाँ पाएको छु। हेर्नुहुन्छ त 10 रुपियाँको यो बक्साबाट चाहियो भने भन्नु छ तपाईँहरूलाई पनि। सो बिचारा मेरो दाइ गरिब छ, 100 रुपियाँ लगेर सो एट द एन्ड हामीहरूले चाहिँ काकीको घरमा खाना खानु गयौँ। उहाँले बनाउनु भएको थियो खाना खानु। सो होप तपाईँहरूले इन्जोय गर्नुभयो भने चाहिँ आशा राख्छु। यति नै थियो आज मेरो दिन।